फाइनली 2.5 घण्टाको हिँडाएपछि हामी चाहिँ बल्ल बल्ल पुग्यौँ चुली, त्यही पनि 2-3 ठाउँ बिसाइकन। त्यहाँ पुगेर पनि एकछिन बिसायौँ अनि त्यहाँ भाउजूले हर्रा बर्राहरू के भेट्नु भयो नि त। अनि फुटाएर खाएको मिठो पो हुँदो रहेछ, मैले कहिले चाखेको चाहिँ थिइनँ। अनि हाम्रो डेस्टिनेसन चाहिँ त्यो मात्रै होइन क्या, त्यहाँदेखि अझै माथि यो भ्यू टावर भन्दै रहेछ, यहाँसम्म थियो नि त। अनि यस्तो दामी भ्यू देख्दै रहेछ, यस्तो दामी भ्यू देख्दै रहेछ, कुरै नगरौँ भ्यूको त। यस्तो राम्रो भ्यूहरू देखेपछि त हामी यत्रो चढेको, हाम्रो थकाइहरू नै सबै बिर्सिन्छौँ के। अनि यहाँ आँखाले देखेको जस्तो भिडियोमा चाहिँ नआउने क्या, त्यही भएर आई विश आई कुड टेक पिक्चर्स भन्छु क्या जहिले म। त्यहाँ माथिबाट देखिने भ्यू कस्तो अचम्म है, तराई पनि देखिने अनि पहाडहरू पनि देखिने क्या। तलतिर देखेको तराई अनि मासतिर देखेको चाहिँ इलाम पर्दो रहेछ क्या। अनि हामी त छक्कै परेर त्यहाँ एकछिन बसेर भ्यू इन्जोय गऱ्यौँ। अनि हामी तलतिर लागेर फेरि एक लट खाजा खायौँ। खाजा चाहिँ फेरि चटपटे नै थियो हाम्रो। अनि त्यहाँनिर यस्तो मजाले घाम लागेर थियो, हामी त एकछिन सुत्यौँ। अनि हाम्रो चाहिँ खानाको व्यवस्था थियो क्या त्यहीँनिर, किनभने त्यो हाम्रो एकजना भाउजूको घर यतै हो नि त। अनि उहाँको आमाले हामीलाई खाना बनाएर ल्याइदिन्छु भन्नुभएको थियो कि। अनि बडीहरू पनि आइपुग्नु भयो। अनि हामी चाहिँ खाना खानु अलिकति परतिर लाग्यौँ। खानाहरू सबै कस्तो मिठो क्या, अब सबै अर्ग्यानिक होइन। अनि त्यहाँको हावापानी पनि मिठो अनि सबै कुरा मिठो थियो क्या। हामीलाई चाहिँ खासमा बडीहरूको घर पनि जानु मन थियो, तर त्यहाँदेखि हामी जति चढ्यौँ त्यति नै तल अरे क्या बडीहरूको घर। अनि अब हामीलाई त पुगेर आउनु त टाइम लाग्छ। अनि खानासाना खाएर कस्तो अल्छी लाग्यो क्या। अनि हामी त एकछिन त्यहाँ सुत्यौँ पनि के। अनि एकछिन ढल्केर उठेर बडीहरूसँग एकछिन गफकाफ गऱ्यौँ होइन। त्यसपछि फेरि हामी रिटर्न हुने बेला आयो। तर कस्तो नरमाइलो लागेको थियो क्या। अब जहीँ पनि जाँदा जस्तो खुसी लाग्छ नि, फर्किँदा त्यस्तो नरमाइलो लाग्छ नि है। अनि बिचरा बडीहरूले त्यत्रो बनाएर ल्याइदिनु भयो होइन, त्यत्रो माथि बोकेर ल्याइदिनु भयो होइन। बडीलाई धेरै 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 धन्यवाद होइन। अनि अघि हामी आउँदा जहाँ बिसाएको थियौँ नि, फर्किँदा पनि त्यहीँ बिसायौँ। फर्किँदा चाहिँ धेरैचोटि बिसाएनौँ, किनभने अलिकति सजिलै हुन्छ नि त ओह्रालोमा। अनि यो नाना चाहिँ अघि पुरा उकालोमा चाहिँ पछाडि पछाडि हेऱ्यो होइन, ओह्रालोमा चाहिँ अगाडि अगाडि कुद्दै कुद्दै जानुभएको के। अनि हाम्रो सर्ट एन्ड स्विट हाइक चाहिँ यहीँ एन्ड हुन्छ। होप तपाईँहरूलाई राम्रो लाग्यो होला मेरो भिडियो। सी इन नेक्स्ट भिडियो, बाई।